सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। म सरिता कटवाल हैन। तपाईहरुलाई म आज एउटा सानो जानकारी दिन गइरहेको छु है। धेरैलाई थाहा पनि हुन सक्छ, कतिपयलाई थाहा नहुन पनि सक्छ। हामी कहिलेकाहीँ आधा अधुरा ज्ञान हुन्छ हामीमा हैन, आफूले जानेको कुरा शेयर गरौँ भनेर मात्रै। म चाहिँ हालसालै अहिले उदयपुर जिल्लाको बेलका नगरपालिकाभित्रको एउटा वडामा कार्यरत वडा सचिव हुँ हैन। त्यसमा चाहिँ हामीले अब तपाईहरुले जुन पञ्जीकरणको कामहरु गर्न आउनुहुन्छ नि, जन्म, मृत्यु दर्ता अनि बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद, यी 5 वटा कामहरु भनेको हाम्रो पञ्जीकरणभित्र पर्छ हैन। हामीले अब यो काम गर्दाखेरि चाहिँ हामीलाई के कागजात चाहिन्छ भन्ने कुरा पनि हुन्छ। अब कतिपयले के चाहिन्छ भन्ने थाहा हुँदैन, कतिपयलाई थाहा हुन्छ। त्यसकारणले गर्दा हामीले सर्वप्रथम त हामीले सुरुमा गर्ने भनेको जन्म दर्ता हैन। जन्म दर्ता गर्दाखेरि चाहिँ हामीलाई के आवश्यक पर्छ भन्दाखेरि अहिले हाम्रो चाहिँ अनलाइन सिस्टमबाट चाहिँ जन्म दर्ताहरु यो पञ्जीकरणका कामहरु गर्ने गरिन्छ। पहिला चाहिँ ह्यान्ड रिटन हुन्थ्यो, अनुसूचीमा फर्म भरेर दिने गरिन्थ्यो हैन। अहिले चाहिँ त्यो सिस्टम छैन, अहिले अनलाइन सिस्टम छ। त्यसकारणले गर्दाखेरि हामीले चाहिँ के पनि गर्छौं भने यहाँ तपाईहरुको आफ्नो टोल विकासबाट चाहिँ एउटा चिठी ल्याउनु पर्यो अथवा निवेदन चाहिँ लिएर आउनु पर्यो। तपाईहरुले यति मितिमा यो व्यक्तिबाट चाहिँ बच्चा जन्म भएको हो यति मितिमा भनेर सिफारिस चाहिँ दिएर पठाउनु पर्छ हैन। नागरिकता नम्बरहरु सबै खुलाइदिएर अनि त्यस्तै गरी हामीले त्यसको आधारमा पनि एउटा हामीले पञ्जीका अधिकारीले सहजै मेरो बच्चा जन्मेको छ, जन्म दर्ता गराउनु पर्ने छ, गर्दिन्न भनेर हामीले सहजै गर्न सक्दैनौं हैन। किनकि त्यहाँ छलकपट गर्ने, झुक्क्याउने धेरै केसहरु पनि आएको हुन्छन्। त्यसमा हामी सचेत रहनुपर्छ हैन। त्यसकारणले गर्दा कुनै पनि एउटा माग निवेदन चाहियो अथवा टोल विकासले दिएको सिफारिस भए पनि हुन्छ। अनि त्यस्तै गरी बाबुआमाको नागरिकता चाहियो हैन। बाबुआमाको नागरिकता चाहिँ अब तपाईहरुको स्थायी ठेगाना जहाँ हो त्यहीबाट मात्रै बनाउन मिल्छ। यदि बसाइसरेर आउनु भएको हो, तपाईको नागरिकता अर्को जिल्लाको छ भने तपाईहरुले चाहिँ अर्को जिल्ला अथवा अर्को पालिकाको छ भने पनि के गर्नु पर्यो, बसाइसराई ल्याएको हुन पर्यो। अनि मात्रै यहाँको बसाइसराई छ भने, यहाँको स्थायी ठेगाना छ भने मात्रै हामीले यहाँबाट पञ्जीकरणको कामहरु गर्न मिल्छ है। त्यसकारणले गर्दाखेरि एउटा माग निवेदन, बाबुआमाको नागरिकता, यदि आमाको नागरिकता छैन भने नबुवाको हकमा जन्म दर्ता भए पनि हुन्छ है। अनि विवाह दर्ता नभएको, कहिलेकाहीँ उमेर नपुगेर विवाह दर्ता नगरेको केस पनि हुन्छ। त्यो केसमा पनि जन्म दर्ता चाहिँ बन्छ है। टोल विकासबाट अथवा त्यो हस्पिटलको कार्डहरु हुन्छ नि, त्यहीको कार्ड अथवा त्यो खोप कार्डहरु हुन्छ, तिनीहरुको आधार मानेर हामीले जाने बुझेको अथवा चिनेको छ भने चाहिँ हामीले टोल विकासहरुको निवेदन लिएर एउटा नागरिकतावाला सूचक बसेर अनि त्यसपछि विवाह दर्ता बिना पनि जन्म दर्ता चाहिँ गर्न मिल्छ। कतिपय ठाउँमा गर्नुपर्ने हुँदैन, कतिपय ठाउँमा गर्नुहुन्छ, तर हामीले त्यो गर्न पाउँछौं है, सक्छौं। त्यसकारणले गर्दा विवाह दर्ता पनि चाहियो, नभएको खण्डमा पनि गर्न चाहिँ सकिन्छ है। त्यसकारणले गर्दा तपाईहरुले यति कागजातहरु चाहिँ लिएर वडा कार्यालयमा जानुभयो। हामीले अर्को आधार चाहिँ के पनि राखेका छौं भने खोप कार्ड अथवा हस्पिटलमा त जन्मिने बित्तिकैको बाबुआमाको नाम, आमाको नाम अथवा बच्चाको वेटहरु, कति समयमा जन्मेको भन्ने त्यो कार्ड हुन्छ नि दिएको, त्यो कार्डहरु भयो भने पनि अझ धेरै आधिकारिक भयो है। हामी चाहिँ त्यो पनि माग्छौं। नभएको खण्डमा खोप कार्ड अनि माग निवेदन अनि बाबुआमाको नागरिकता अनि विवाह दर्ता भयो र वडा कार्यालयमा एकजना सूचक जानुभयो भने सूचकको चाहिँ तपाईहरुको नागरिकता अनिवार्य चाहिन्छ। बुवा अथवा आमा आइहाल्नुहुन्छ। यदि हुनु भएन भने पनि हजुरबा हजुरआमा काका काकीले पनि सूचक बसेर बनाउन मिल्छ। त्यसकारणले गर्दा जो सूचक चाहनुहुने हो त्यसको चाहिँ हामीलाई नागरिकता आवश्यक पर्छ, किनकि हामीले नागरिकता नम्बरहरु पनि सबै इन्ट्री गर्नुपर्ने हुन्छ है त। हस् त, थ्यांक यू।